गुड मर्निङ नमस्ते। आज चाहिँ फागुन 16 गते शनिबार। आज चाहिँ म संसारमै जान लागिरहेको छु। घरबाट हिँड्न लागेको छु। आजको मौसम चाहिँ यस्तो छ। घर चाहिँ मेरो यो घरबाट यो आँपहरू फुलिरहेछ। म अब हिँड्ने अब संसारमै। ल हाम्रो ग्याङहरू संसारी जाने रेडी हुँदैछ। यहाँ चाहिँ निकडा यहाँ चाहिँ हाम्रो गृहमन्त्री। आज हाम्रो बाटो यस्तो छ। बिहान मौसम चाहिँ एकदम आज ढुस्से लाग्लो घाम चाहिँ यस्तो पुरै मधुरो लागिरहेको छ। अनि यहाँ हाम्रो दाइको घर हो। यो चाहिँ म चाहिँ घरबाट निक्लिसकेँ। किन्नु भएको छ। अनि आज हाम्रो सुनवर्सी नगरपालिकाबाट हामी ठ्याक्कैसँगले रङ्गली नगरपालिकामा जाँदैछौँ। आज रमाइलो हुनेछ दिन। यहीँ मान्छे यहाँ रेडी हुँदैछ। यहाँ सबै कुरा यहाँ खुकुरीहरूको पनि व्यवस्था हुँदैछ। ल अब घरबाट हिँड्ने बेला भयो। यहाँ पनि भिड छन्। अझै मान्छे चढ्नु थुप्रै बाँकी छ। अझै मान्छे चढ्ने बाँकी छ। अझै सामानहरू लोड गर्नुपर्ने छ। अझै यताबाट पनि मान्छेहरू आउँदैछ आज संसारीको लागि। आज रमाइलो दिन छ है ट्र्याक्टरमा। आउँछ रङ्गिली हाइवे आयो। रङ्गिली नगरपालिका सहर हाम्रो रङ्गिली बजार। रमाइलो छ। रङ्गिलीको बस स्ट्यान्ड गाडीहरू राख्ने ठाउँ। टायर टाढो यात्रा हिँड्दा यहीँ नाइट गाडीहरू पाउँछ समय। यहाँ विराट नगर डिलक्स गाडीहरू तेल हाल्ने ठाउँ आयल निगम। यता भनेको चाहिँ क्याम्पस लाइन हो। यो चाहिँ जनता क्याम्पस रङ्गेलीको हो। एकदम राम्रो छ। जनता क्याम्पसको यो चाहिँ एकदम फुटबल खेल्ने ठाउँ। रङ्गेलीको आर्यघाट छ यहाँ हो। रङ्गेलीको आर्यघाट। अब संसारी मन्दिर आउने बेला भइसकेको छ। आर्यघाट हो नगरपालिकाको यो सिडी अफिस हो। यो चाहिँ काने पोखरीदेखि लिएर सम्पूर्ण यहाँ पूर्व भएको जति सबैजना आउनु यो हाम्रो बिजुली अफिस। केही काम गरौँ त हामी आउँछौँ। संसारी मन्दिर मंदिर मंदिर के यो भाई यार अब हम बनाएंगे। हाम्रो ग्याङ अरे हाम्रो ट्र्याक्टरमा आइरहेको छ। म चाहिँ भित्र छिर्दैछु। यो भनेको मेन गेट हो। म गेटबाट भित्र छिर्दैछु। हाम्रो ग्रुपहरू यहाँ बसिरहेको छ। म गेट साइडतिर जाँदैछु। मन्दिरभित्र छिरिरहेको छु म चाहिँ। बसदेखि लाइनहरू छ। मन्दिरबाट गेटतिर जाँदैछु। यो चाहिँ हाम्रो आमाहरूको ग्रुप हो। आज मेन गेटमा आएको छु। अहिले चाहिँ मेन गेटमा आएर छिर्दैछु म भित्र। दर्शन लाइनहरू यस्तो भिड छ। पुरै पालो आउँछ म त्यो थाहा छैन र। पालो त कुनै होला नि आउँदैन। अब 1-2 बज्छ। पुरै
यहाँ बोका चलाउनु मन्दिरको साइडमा मन्दिरभित्र त होइन। आज शनिबारको दिन हो, धेरै भिड छ। यहाँ चाहिँ बोका चलाउनु काटेको यो चाहिँ सिटीमा आएर बोकाएर चाहिँ लिएर आइहाल्नु। त्यही त, त्यो चाहिँ गर्नुपर्छ। अब बोका चाहिँ ल्याउँदैन। यहाँ हाम्रो ग्रुपमा भाउजू हुनुहुन्छ, यहाँ सिधा गएर बोका पर्साउने चाहिँ यता बोका काट्नु चाहिँ त्यहाँ हो। यता चाहिँ अब बाइक स्ट्यान्ड भित्रबाट हो, बाहिरबाट चाहिँ अटोहरू, भित्र चाहिँ 4 चक्का जानु दिँदैन। यस्तो चाहिँ यहाँको भ्यू। मन्दिर चाहिँ तलतिर त्यो जङ्गल जस्तो देखिनेमा हो। यता भनेको चाहिँ रङ्गेली जाने बाटो। यहाँ म्याली दिदी हुनुहुन्छ। यता भनेको चाहिँ विराटनगर जाने रोड। यो भने चाहिँ सन्सरीमा आउँदा जो ट्र्याक्टर राख्ने ठाउँहरू, गाडीहरू 4 चक्के भित्र चाहिँ एलाउड छैन। त्योभन्दा रोडदेखि यता उत्तरपट्टि पुर्याइराखेको छ। यहाँ चाहिँ पुरै यो ट्र्याक्टर नै ट्र्याक्टर। यो चाहिँ सब यो जस मन्दिरमा दर्शन गर्नुको लागि आएको हुन्छ, भाकल राखेको हुन्छ। अनि प्रत्येकले बोका एउटा दुईटा तीनटा गरेर अब उनीहरूको भाकल कसरी छ अनि सोचेको कुरा पुरा भयो। जस यहाँ नेपालबाट मात्र होइन, जस हाम्रो छिमेकी इन्डियाबाट पनि धेरै भक्तजनहरू आइरहेछन् हामी यस्तै दर्शन गर्नुको लागि। अब अहिले भनेको लगभग 12-1 बजिसक्यो र पनि पुरै अहिले पनि आइरहेको छन्। त्यस्तै ल्याइरहेछन् बोकाहरू पुरै। बोका ल्याएको थियो मासु काट्ने कुराहरू। हाम्रो यहाँ चाहिँ कुक हुँदैछ। आज कुक मेन चाहिँ यो है। अब यो कुक चाहिँ भयो। हामी चाहिँ हेर्ने मात्रै हो, ऊ चाहिँ एकदम कुक मेन आजको। अचार त हाम्रो भाउजू बनाउँदै हुन्छ। बनिसक्यो अचार। गृहमन्त्री सिरियस भइसक्यो हो, के गर्नु गाह्रो छ। मसँग पैसा पुरै नभए हाम्रो चाहिँ कुक हुँदैछ। भाइ डोर ल नि, अलि राम्ररी गर नि। हामीलाई